आज चाहिँ बिहान बिहानै भाइ र म आफ्नो हतियार बोकेर लाग्यो कामतिर। मैले चाहिँ भने बारीमा गएर सुरु गर्न थालिहाले। ड्याङ्की ड्याङ हानेको भाइ पनि उतापट्टि आफ्नै सुरमा दिँदै रहेछ बना। फोरसोर पनि सोरेर सकियो, अब चाहिँ खाना खानु पर्छ भनेर खानातिर लागे। आज चाहिँ दाल मात्रै बनाउनु भएको रहेछ। दालसँग मही हालेर खाएको, त्यो पनि मिठो भइरहेको थियो। त्यही पनि केही न केही कमी भएको लागेर चाउचो किनेर लिएर मिसाएर दुईजना खाना थाल्यो ड्याङ्की ड्याङ। खानासाना खाएर अब चाहिँ कपाल काट्नु बजार जानु पर्यो भनेर फेरि चट्ट परेर भाइसँग लागे बजारतिर। भाइ पनि बजार जानलाई खुसी भइरहेको थियो। भाइ चाहिँ अघि अघि हिँड्दै थियो, म चाहिँ भने पछि एकछिन हिँडेपछि हामी चाहिँ कपाल काट्ने ठाउँमा नि पुग्यौँ। त्यहाँ दाइले चाहिँ अर्कैलाई काटिदिँदै हुनुहुँदो रहेछ। एकछिन बसिसकेपछि मेरो नि पालो आयो। दाइले चाहिँ यो लुगा जस्तो उडाएर कपालतिर स्प्रे हान्दिन थाल्नु भयो। एकैछिनमा दाइले पनि कपाल काटिसकिदिइहाल्नु भयो। अनि भाइ र म चाहिँ गफ गर्दै घरतिर फर्कियौँ। यत्तिकै त के जानु भनेर भाइ र म चाहिँ चटपटे पसलतिर चटपटे खान लाग्यौँ। चटपटे पनि फेरि आइहाल्यो। दुईजनै मिलेर सुरु गर्न थालिहाल्यौँ। यहाँ चाहिँ चटपटे एकदमै बबाल पाउँछ, तपाईँहरू पनि आउनु होला खानलाई। हामी चाहिँ खाएर घरतिर फर्कियौँ। यसरी नै माया देखाइदिनु होला भन्दै आजको लागि यति नै, बाई बाई।